जाने होइन त हामी सबैजना शहीद हौँ लिन्छौँ हामी 2000 को कोने दुनिया का बादशाह यीशु है उसका नाम यीशु है उसका नाम तो करो जय जयकार तो करो जय जयकार देउरालीमा बतासल्यो देउरालीमा बतासल्यो 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 देउरालीमा बतासल्यो घारी घारी जिस्की बस्दै डाली डाली बस्दै बस्दै घारी घारी जिस्की बस्दै डाली डाली बस्दै बस्दै कहिले काहीँ थाके जस्तै सङ्गीत र सुगन्धको कहिले काहीँ थाके जस्तै सङ्गीत र सुगन्धको सुईको पाए माते जस्तै कहीँ कतै फुलमा भुल्यो फुलमा भुल्यो फुलमा भुल्यो देउरालीमा बतासल्यो देउरालीमा बतासल्यो 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 Hello guys, welcome back to a new vlog and here I am with going to Sailung guys है अनि हाम्रो चर्चबाट हामी सैलुङ जाँदै हो सो गाइज आज 5:30 बजे चाहिँ अब निक्लिन थालेको जाडो पनि छ हैन अनि अब रेडी भइसके 5:30 भयो अहिले अनि अब 6 बजे पुग्नु पर्यो अब जानु पर्यो सो गाइज बाटोमा भेटौँ अनि दाइहरू चर्चको मेम्बरहरू भेटेपछि भेटौँ है त भ्लगमा गाइज अब चाहिँ हामी हिँड्दैको हैन ल ल त हात लगाएर ल ल पुरै हालिन्छ हैन यस्तो हालिन्छ सो गाइज ल सो हिँडेको अब यस्तो पुरै बाहिर चाहिँ पुरै होसु लागिरहेछ हैन अनि बाटोमा पुरै घाँचे गुचुक छ सो ल बाबा पुरा बगाउँदैछ हैन सो त्यही हो गाइज उता गएर भेटौँ है काँचे बगाउनु नलागिन्छ यतापट्टि अनि पुरै हलिन्छ सो त्यही हो गाइज उता गएर भेटौँ अब यहाँ रमाइलो गरेर जान्छौँ रमाइलो भिडियो हालिहाल्छु म सो इन्जोय द ब्लग गाइज आजकल गर्दै भनिदे संसार सबैलाई धरतीको बोझा उठाइ लाने जन्मिए मुक्तिदाता मानिसको चोला लिएर गरिब गोठैमा गाइजले अहिले हामी चाहिँ यहाँ के अरे दोलर जानु झारेको यहाँ पुगेको थिएँ मैले ल बहिनीले ल यतातिर डेन्जर छ है ल सुन्तलाहरू दामी हेलो भाइ दामी आउँछ गाइज ल अब त्यही उता जाउँ गाइज ल अब यता खाजा चाहिँ खाएर निक्लिन्छौँ होला हामी गाडी हाम्रो यही हो सबैजना छ हामी त्यो म्याक्सिमम् छ है भाइहरूदेखि सबैजना त्यही होला खाएपछि भेटौँ ल भाइहरू लिनु थाल्छ कि ल रोटी चाहिँ पहिले सकेर होइन ल दाइले हाल्दै हुन्छ है खाजा खाएर हिँड्यो होइन कविना पनि यहाँ चाहिँ खाजा खाँदै ल लागेको अब यता पछाडिबाट के देखाउनु होइन त्यो पनि देख्दैन होइन
दिदी हुनुहुन्छ भाइहरू यता ल जाडो भएर के हो दिदी ल दिदी ल यहाँ हुनुहुन्छ ल देखाइदिएर खायो लिएको ल खानु दिदी ल ल सैलुङको यो बच्चाबारीमा तपाईँ सैलुङ आइपुग्नै थाल्यो होइन धेरै टाढो छैन अब धारा हुँदा नि आइपुगिसक्यो हामी यहाँ त्यो मन्दिर टाइपको देखिदिएको हुन्छ सो गाइज म यता हेर्नु गरिदिएको लगाएछ आयो सैलुङ स्काई रेस्टुरेन्ट के हो तर अलि उतै हो कि अहिले त माथि उठ्नु थालेको ल बहिनी आऊ ल कता गयो फेरि अब सैलुङको डाँडो चढ्न जाँदैछ त्यहाँ गएपछि तपाईँहरूलाई देखाउने छ लगाएछ माथि उठेर यहाँ ब्रदरहरू यतातिर छन् हाम्रो दाजुहरू होइन सो माथि यहाँ डाँडामा पुग्नु चाहिँ यो डाँडामा सो अब गएर अब देखाउँ है हाम्रो दिदीहरूलाई ल है ल सैलुङमा केमा हिँड्ने जस्तो गरी हिँड्छ त हेलो ल बहिनी म चाहिँ उहाँको बिगेस्ट फ्यान है उहाँको बिगेस्ट फ्यान ल थ्याङ्क यू बहिनी ल हेर्नु ल के हो पालै छ त ग्रेट वालमा नेपाली ग्रेट वाल फ्रम हेलो हेलो गाइस ग्रेट वाल अफ चाइना भन्नुपर्ने थियो नेपाल भनेर सैलुङको है यो काम टल्किएछ गरा तर जाडो पनि छ पुरै हावा चलेर है कुद्दै उठाएको छ यहाँनिर अब सक्छ गाई दामी छैन यतिको त कुद्नै पऱ्यो होइन सो ल आइरहेको अझ त्यहाँ पुग्छ हो छ ल त्यो डाँडा पुग्नु पर्ने गाई यहाँ भ्यू दामी देखिरहेको छ ल हामी हिँडेको हिँडेछौँ है ल अन्त हो अझै बाँकी छ अरे आधी घन्टा जति हामी हिँड्दैछौँ है हिँड्दा हेर्दा राम्रो माछा हाम्रो पार्टीहरू होइन आउँदैछ नि हाम्रो भाइ पनि बाहिर डाँडा गाइज 100वटामा 2टा डाँडा त देख्यो गाइज अब
98वटा कतिवटा भेट्ने हो रजितवटा सबै तरबार भन्दै क्या अरे मैले एउटा भिडियोमा देखाएको थिएँ गाइज कुन चाहिँ भन्थेँ गाइज तरबार छ भन्थेँ भन्नु चाहिँ भीमसिंहको तरबार भन्थेँ गाइज खासै उयो भने जस्तो लाग्थ्यो उयो गाई यो भन्दै थियो क्या यो भन्दै मैले एउटा भिडियोमा देखाएको थिएँ कि भीमसिंहको तरबार भनेर आमामा मेरो भाइ प्रवेश छ होइन भ्यू त गाइज ओखा छ नि गाइज ओखा यत्रो मान्छे आउँछ नि हाम्रो सर्च गर्ने छन् अनि बाहिरको मान्छेहरू नै छैन होइन बहुत 3-4 5-7 डाँडा त देख्दैछ होइन भारी छ सैलुङ भनेर दामी डाँडाहरू त होइन दामी छ गाइज ल कस्तो हावा चलिरहेछ है ओ पाँच दामी छ हेर्नु गाइज देखेर होला तर त हेर्नु त हावाको त बाबा गाइज पक्का हावा चलिरहेछ क्या हेर यहाँ ओ पुरा बिल्ला छ क्या गाइज सैलुङ कि सैलुङ मेरो आवाजै सुन्न पुरा हावा सोचिरहेको छ कि थाकिरहेको अब यस्तो घाममै टोपी लाएर हिँड्नुपर्छ अनि यस्तो मेरो साउन्ड पनि राम्रो बुझिरहेको छैन किनकि हावा यस्तो आइरहेको छ भने ओ सैलुङ दामी मान्छे गरम गरिरहेको छ कि दामी छ गाइस दामीले भ्यू अनि आमामा यस्तो दामी छ नि गाइस पुरै छैन क्या हेलिकप्टरकोमा त हामी आइरहेको छौँ होइन यस्तो हेलिकप्टर चलेको हामी सैलुङमाथि हेलिकप्टर छ गाइस ल एकैछिन खेल्नै गाह्रो छ हामीले त है वाइल्ड के गाइस वाइल्ड गाइस भ्यू पनि दामी छ कि हाम्रो चैतको हावा यहाँको त बैशाखै हुने रहेछ गाडी त दामी छ हामी अझ ठाउँमा त पुगेको छैन गाइज हिँड्दैछौँ अनि के हो के नि यस्तो मजाको छ ठाउँ गाइज बबाल मजा आएर बबाल गाइज बबाल जस्ट वाउ हेलिकप्टर पनि पुगेर आयो हामी अघि हामी हेलिकप्टर झुकेर जान्थ्यौँ है डेन्जर भइरहेको थियो कि हेलिकप्टर भनेर पैसा यस्तो माथि हेर्छौँ त पुरै क्या गाइज मेन पोइन्ट चाहिँ यहाँ छ होइन कहाँ भयो यहाँ भोलि भिडियो खिचेर चला त्यहाँ हेर्नु गाइज ल कहाँ घर पनि उड्नु सकेको छैन कि त्यहाँ गाइज ल फाइनल्ली वी आर इन सैलुङको माथिको टप अफ द सैलुङ है वी आर नट एबल टु नो अबाउट दिस थिङ्स है सो यस्तो छ है तपाईँहरू हेर्नु सक्नुहुन्छ के हो गाइस यो के हो यो ल आफै हेर्नु गाइस ल सुलुलुलु भनेको छ गाइस यस्तो दामी छ गाइस एकपल्ट तपाईँ आउनु पनि ठाउँ हो यो दामी सुलुलुलु ल गाइस हामी चाहिँ माथि जान्छौँ अब सायद अब के हुन्छ के गर्छ होइन माथि उठाउनेहरू अब हेर्नु साउन्ड होस् होला केही पुगेर आएर टिकट सिकट काट्दै मेरो भाइले टिकट काटिदिएर होइन माथिको भ्यू टावरमा गोइङ गाइज ल माथि भ्यू टावर गर्दै हुन्छ
त नयाँ चिया सर्भ गर्दै हुन्छ होइन सब लिँदैछ भाइ घिउ पनि दामी चियाहरू खुवाउनु नि उहाँहरूले है ल गाइजहरू हामी लिनु ल वी आर गोइङ अब सक्यो होला सायद हो ल ठिक छ ल हेलो गाइस उता जाउँ ल फोटो खिचेर सुनुलु त गेस्टमा त लाग्दैन स्वरमा त टुक्क भएर हेलो गाइस सुनुलु है ल गाइस अब अलि उता जानुपर्ने कुरा आयो गाह्रो छ है गाह्रो ल अब हामी फर्किन थाल्यो गाइस सबजना दाइहरू त माथिबाट लिन थाल्यो गाह्रो छ है गाइस ल लागौँ अब सबैलाई सालमको राज्य ल यहाँ महिनामा त भयो Happy Christmas ल क्याम्पिङ guys Happy Christmas सबैलाई ल प्रेमलाई होय युद्धको घाम झलला सागर माथा टलला मनमा सरर चियाबारी झिलिली रेलगाडी फिलिली आमामा आमामा चारैतिर कति झिलिली रात पहिलो बत्ती ओहो ताप्न सभ्यता चाँडो आमामा यिनीहरूको छ ए ल भाइ ल आउन आऊ खोइ त्यही त भाउजूर खोइ त ल ल ल रमाउँदै खुसियाली मनाउँदै जन्मे भनेर सिंहनामा रम्दैछ कति भव्य पल थियो ज मानिस भएर आम्मा झिलिलिलिलिलिलि रात पहिलो बत्ती लाउन आगो ताप्न होइ सभ्यता चाँडो आफ्नो आँगन आएछ है ल ल गजास भाइ यसु है उसका नाम यसु है उसका नाम तो करो जय जयकार ए भाइ
ट्राई गरौँ न बार्बिक्यूको लागि गाइज ल ओके भाइ ल अलिक स्लोमा खोइ 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 लगाएको कहाँ सेतो रहेछ तिनटाले घर सुनेको उठी छ भन मामा के चिजको कम्ती छ गालबानी तिमीले तानेर बोलाउन खोजेको आफ्नै तानेर गालबानी जति हो तिमीले तानेर बोलाउन खोजेको आफ्नै तानेर हाय हाय बोलाउन खोजेको आफ्नै तानेर उही पुरानो कालीको चारो खोज्न निस्क्यो कुन सुटोको स्पोन्सरमा आइस खान्छ उही पुरानो कालीको चारो खोज्न निस्क्यो कुन सुटोको स्पोन्सरमा आइस खान्छ निस्क्यो आइयो तेरो साथ बाटो कालीको आइयो तेरो साथ बाटो कालीको सबैले हेरौँ है ताली बजाउनु सबैले सबै ताली 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 ल सेक्युरिटी गाइज हामी बार्बिक्यू गाइजलाई आजको बार्बिक्यू गाइज
गाइस अब ल सुन्नु भात हाल्नु न त यसो बेटर गाइस गाइस ल खाना दामी खाना छ अब मस्तले ल गाइस अरू सबजना यता हुनुहुन्छ है हाम्रो सब चर्चको ल अब हामी हान्ने त भात ल गाइस ल बिहानीको हाम्रो सुरुवात चाहिँ भ्यूबाट भइरहेछ आज आमा गाइस यस्तो मजाको सनराइज हुँदैछ है अनि सर माथि गएर अनि हामी देखाउँछौँ त्यो गाइजहरूलाई पुरै ल बादल माथि छौँ हामी भनेर भन्दा पनि डाँडैमा छौँ अन्त सबै भाइ ल हामी अलिक बाहिर निक्ल्यो अनि देख्छौँ त गाइजहरू गाइज लुक एट द भ्यू गाइज ल हामी चाहिँ भ्यू हेर्नलाई निक्ल्यो होइन लुक एट द भ्यू है अनि फोटोसोटो एक दुईवटा खिचिन्छ अनि यहाँनिर यहाँ अगाडिपट्टि यहाँ अगाडि हेरौँ भनेर आएको हामी दामी चाहिँ खत्रै छ है सर दामी दामी फोटोसोटो सुट गरेर है अब हामी कतिखेर निक्ल्यो खासै टाइमको चाहिँ भनेको छैन हामीले होइन तर खासा चाहिँ खाएर निक्लिन्छ होला सो एकदम पिसफुल एकदम दामी न चोर सरावा छ गाइज यहाँनिर न के छ है लुक एट द भ्यू क्या जस्ट भ्यू क्या त्यो छ है सो बबाल लाग्यो रमाइलो छ त्यही गाइज ल म यता हिमालहरू पनि देखाउँछु अहिले सर जुम गरेर सो हेर्नु होला है त्यो गाइज ल गाइज न अहिले यहाँ माथि छ हामी बसेको चाहिँ यहाँ बसेको थियौँ हामी हो यहाँ छ गाइज भ्यू लुकिङ लाइक वाउ भने जस्तो के वाउ छ क्या दामी छ गाइज फुल सम्झेर माया भने जस्तो है सो राम्रो छ गाइज म प्रशंसा गर्न नसकिन्छ कि हाम्रो जति हामीले मोबाइलमा देखाउनु सक्छौँ त्योभन्दा बढ्दै छ क्या एभ्री भ्लगर सेज द्याट है बबालै छ गाइज यस्तो दामी छ गाइज ल अलिकति तल भ्यू हेर्न आएको है भाइ माथि छ नि बबाल छ गाइज बबाल बिहान एक रात नबसेको त जान त नहुने छ यार हिजो के भ्यू देखाएको छ त्यस्तो कि आज यस्तो दामी देखाएको छ भने पुरै क्या तर आज यो हाम्रो टोलमा के अरे हाम्रो ग्रुपमा नि ड्रोन भयो भने त अख्खै हुने रहेछ है ड्रोन सुनमा हानिदिरहेको छ है क्या कडा आएको छ क्या त्यही त पछि आउला हेर हाम्रो त्यही गाइज ल अब यो साइड हामी हेर्छौँ होइन सबै गुम्बाहरू छ गाइजमा टपमा चाहिँ सैलिङ माथि डाँडा भइहाल्यो उतापट्टि यहाँसँग गाइज हामी सो अब चट्ट यो त यो साइडको भ्यू निकाल्ने गाइज अब यहाँ एक दुईवटा अब त्यही गाइज है त ल सुलुलु भने जस्तो लुक एट द भ्यू गाइज सबैतिर क्या बादल पुरै माथि झरिरहेको हेलो गाइज ल खत्रै अब हामीले टिकटकमा आउँछ रिपोस्ट पनि हान्नु पऱ्यो है गाइज ल खत्रै छ गाइज खत्रै ल हामी चाहिँ अब खाजा साथ खाएर हामी निक्लिन्छ गाइज होइन हामीलाई कल आइसक्यो सो गाइज कस्तो ल दामी भयो गाइज ल त्यस फोटोसोटो खिच्यो है टिकटक बनायो ओभर भयो रमाइलो है त्यस हामी हिजोभन्दा पनि रमाइलो गऱ्यो है हामीले दामी हो क्या बवाल भयो ल त्यही हो गाइज ल हामी अब खाजाको लागि हामी जान्छौँ ब्रेकफास्ट लागि होइन त्यसपछि हामी निक्लिन्छौँ अनि के कस्तो हुन्छ म अपडेट दिइहाल्छु सो गाइज इन्जोय दि ब्लग है त गाइज ल गाइज अब निक्लेको ल गाडी रेडी हामी पनि रेडी ल गाइज अब ल यसमा बसेको हामी है सो रमाइलो भयो सो अब ल म भिडियो बनाउँछु हाम्रो पार्टीहरू छन् भित्र दाजु ओके दाजु ल मटन घरमा पनि भाइलाई हामी यो ल खत्रै छ है खत्रै भने जस्तो ल गाइज ल वी आर मिसिङ दिस प्लेस सो मच अब हामी यस प्लेसलाई छोडेर हामी यहाँ जाँदैछौँ होइन यस्तो दामी हिमालहरू छ है
खैरढुङ्गामा गएर भेटौँ है। सो गाइस नाउ इन खैरढुङ्गा है गाइस। हामी पहिला नै आएको थियो, हामी माथि डाँडामा गएको थियो होइन। जस दामी नै छ गाइस यहाँ चाहिँ होइन। कडा छ कडा गाइस। अब पार्टी नै हो कि तल गएको तर खतरा आइछ गाइस। ल घाम पनि लागिसक्यो होइन, गर्मी छ। म भर्खर उठेर आएको कि सुतेको गाडीमा मस्त सुतेँ होइन, त्यही भएर हो गाइस। ल म अब पछाडिबाट ब्याकग्राउन्डबाट देखाउँछु है त गाइस। ल खत्रै छ भने यस्तो पुरै यहाँ पल्लो छेउमा छ गाइस। ल अब निक्लिन थालेको यहाँदेखि है। भइहाल छ गाइस ठाउँ त अस्ति त्यस अब बाटोबाट ड्याङ यता छिर्नु लागेको रहेछ हामी होइन। यस भाइ सिधा ए हुन्छ सन्तोष यता नला जाँदैछ एकदिन त। अनि ल के त्यही गाइस। ल चट्ट भ्यू क्याप्चर गरेर अब निक्लिन थालेको, गाडी त्यहाँ रेडी भइसक्यो। सो अब निक्लिन गाइस। ल हामी सबजना हजुर टिकटक बनाउँदै हुन्छ यो साइडमा होइन। हामी निक्लिने गाइस अब। ल चल्दिने गाइस अब। दिदीहरूसँग हुनुहुन्छ है। ल लुक एट द भ्यू। उडेको माथि खैरढुङ्गा भन्दै बनाइरहेको छ यहाँ गाइजहरूले होइन। खैरढुङ्गाको लेकैमा अब हामी चाहिँ गएको बसैमा। सो गाइज ल त्यही हो दामी छ ठाउँहरू, आउनु होला तपाईँहरू नि घुम्नको लागि त बेस्ट छ गाइज। ल लुक एट द भ्यू कि यस्तो दामी भ्यू क्याप्चर गर्नु हतपत पाउँदैन नि त होइन। सो त्यही होला अब गाडीमा गइदिएको गाइज हामी चाहिँ गाइज। ल खानासाना खाना ओर्लेको हामी। ल खानासाना स्टार्ट गरियो होइन। हाम्रो सब गइदिएर पर्खेर होइन यहाँ चाहिँ गाइज ठाउँ त कहाँ थाहा छैन होइन। यहाँ झर्ना रहेछ है गाइज, झर्ना झर्ना गाइज। ल है त हेरेर आउँछौँ हामी, हेर्न आएको। सो बाटो पनि छरेछ गाइज। ल म उता गरेर देखाउँछु त गाइज। ल आमा यहाँ त यस्तो सुरु भइसक्यो त हो दिभारा मसँग जम्मेवारा ल यहाँ छ गाइज। हामी अगाडि बढौँ गाइज। झर्ना गाइज झर्ना झर्ना यस्तो झरेको छ है। दामी छ यस्तो छ गाइज। बबाल छ। ल हामी अब लागेको है। दामी छ झर्ना चाहिँ यस्तो दामी झरेको छ है। ओके गाइज थ्याङ्क्स फर वाचिङ टुडे है। अनि रमाइलो भयो हाम्रो ट्रिप चाहिँ। अनि तपाईँहरू कस्तो लाग्यो भिडियोहरू जतिसक्दो मैले सकेको मैले क्याप्चर गर्न सकेको ती सबै कुराहरू हालेको छु है। थ्याङ्क्स फर वाचिङ टिल देन फेरि पनि भन्दैछु। अनि स्टे ट्युन फर नेक्स्ट ब्लग है त गाइज। ल